मेरो कपाल साह्रै लामो थियो र मैले मेरो कपाललाई काटिदिएँ। मेरो कपाल लामो थियो र मैले कपाललाई काटिदिएँ। फ्ल्याट भएर पुरै तल झर्न थालिसकेको थियो, त्यही भएर मैले काटेर माथिपट्टि यस्तो बनाएको छु। हल्का मुलेट टाइपको भनौँ न, यस्तो भयो। पछाडि चाहिँ लामो भयो भने यसको तलपट्टि मैले पहिला अन्डरकट हानेको थिएँ, त्यही भएर तलको छोटो भएर पनि पाल्छु म। यसलाई लामो बनाउँछु। यसलाई यस्तो छ, मैले हिजो बेलुका स्याम्पू मात्रै लगाएको थिएँ, कन्डिसनर लगाएको थिएन। अब चाहिँ केही कुरा लगाएर यस्तो खतरा त के भने जे हो भने अहिलेको भन्दा चाहिँ हल्का राम्रो बनाउने प्रयास गर्छु। प्योर नेपाली पनि भइरहेको छु म, के होइन। टाउकोमा धेरै स्याम्पू लाउनु हुन्न, धेरै स्याम्पू लगायो भने के हुन्छ, टाउकोमा धेरै स्याम्पू लाउनु हुन्न। रिपिट गरेर चाहिँ फेरि तर के मैले कट गरिदिनु त टाउकोमा धेरै स्याम्पू लाउनु हुन्न। धेरै स्याम्पू लगायो भने हाम्रो स्काल्पहरू हुन्छ नि, ड्राई बनाउँछ, नेचुरल ओइलहरू चाहिन्छ हाम्रो स्काल्पलाई। त्यही भएर अहिले म कन्डिसनर लगाउँछु। कन्डिसनर मैले लगाएको कन्डिसनर पनि राम्रो त छैन, अभियसली एउटा महँगो कन्डिसनर लगाउनुपर्छ। यो 400-500 पर्ने खालको हो, त्यो पनि यस्तो मैले लगाएको मैले। यसमा धेरै हुन्छ भने देखेँ कि मैले युट्युबमा एक्सपेरिमेन्टहरू हेरेको थिएँ, कुनमा धेरै हुन्छ भने यसमा पैसा बचाइदिन्छु, ल्याइदिन्छु भनेर लागेको यसमा। अब लगाइदिएर पखालिहालौँ एकछिन यस्तो गरेर। मलाई हिजो कपाल काटेर मन परेको थिएन, त्यो गइरहेको बनाउने यस्तो लाग्छ, तर त्यस्तो पनि नराम्रो पनि भएन। अब धेरै राम्रो देखिन राम्रो मेहनत गर्नु पऱ्यो। नमिलेको पनि छैन, ठिकै छु, नराम्रो छैन। धेरै मिसिनतिर चाहिँ आफूले आफूलाई नै फेरि डर लाग्छ छैन भनौँ। राम्रो नराम्रो त किनेको हुन्छ र सबैको आफ्नो मर्जी हो, कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो लाग्छ। मलाई ठुलो आमाले भने जति लामो कपाल चाहिँ के कस्तो पालेर काट्दै भन्नुहुन्छ। अब ठुलो आमालाई नराम्रो लाग्ला, मेरो बाबा मम्मीलाई फेरि कति राम्रो कपाल हुन्छ। धेरै जस्तो मान्छेहरूले बताउनु मेरो कपाल नेचुरल हो भनेर बताउँदैन के भन्ने। गाउँमा अस्ति भएर गएको म, त्यसपछि ठुलो मम्मी हुनुहुन्थ्यो उता नेबर ठुलो मम्मी, उहाँले अझै त्यो कपाल त यस्तो होइन भन्न, होइन साँच्चै यस्तै हो भनेको नराख भन्नुहुन्छ। अब म होइन यस्तै हो, झगडा गर्ने कुरा भएन, भएको यस्तै हो। अब के भन्नु होला, अब 2-3 मिनटले म यतिकै छोडिदिन्छु। पुसमलाई अहिले हो यो के गर्ने त, हाल्न त हाल्दिनँ होला यो, सायद युट्युबमा हालेर छोडिदिन्छु, किनभने मेरो मोबाइलमा के अरे मेरो यसमा स्पेस पनि छैन धेरै। त्यही कारणले पहिला राम्रोसँग लपक्क लगाएर बस्छु कन्डिसनर। डिफिनेसन आइहाल्यो नि बिस्तारै बिस्तारै। अब यसमा बस्ने एउटा सिक्रेट जस्तो म उस्तै गरेर भविष्यमा मैले त्यसको बिजनेस हान्दिनँ, मेरो मान्दिनँ कि त्यो लगाएपछि यस्तो राम्रो डिफिनेसन आउँछ नि। स्ट्रेट हेयरलाई जस्तोलाई पनि हुन्छ, जसले आफ्नो कपालमा टेक्स्चर चाहन्छ र कपाल त फ्रिजी नदेखियोस् भन्ने चाहन्छ, जसले लगाउँदा नि हुन्छ त्यो होइन। उसम्ला अब केही छैन। ए अनि एउटा खुसखबर, मैले यसो के भन्ने कि म लास्ट लकी मान्छे हो कि, म बाबा मैले जे भन्नु त्यो पुऱ्याइदिनुहुन्छ। त्यो पुऱ्याइदिनुहुन्छ भन्नाले बिग्रेको वाला लकी होइन फेरि, तर चाहिने आवश्यक कुरो यो चाहियो है भनेपछि सक्दो प्रयास गर्नुहुन्छ, सबैले गर्नुहुन्छ, मेरो मात्र होइन अभियसली। हेर त कपाल झरेको, हिजो पनि यस्तै झरेको थियो मेरो कपाल। म तालु हुन्छ क्या भनेर नभनिदियो कस्तो कि कहिले बुढो मान्छेको कपाल कर्ली भएको देख्छ जस्तो, तर धेरै जस्तो मान्छेले रियलाइज गर्न सक्दैन कि उनीहरूको कपाल कर्ली छ भनेर, थाहा होइन पालेको भन्नु नि त। अनि त्यही भएर मेरो चाहिँ यस्तो विधि झरे, तर म त तालु हुन्छु, घुम्न म मिनिस्ट्री लगाएर छु, तालु हुन्छु कि जस्तो लाग्छ कि बेला बेला हेर्दा डर लाग्छ। त्यही भएर मलाई यस्तो कपाल झरे फेरि त डर। मैले हिजो कालेको कपालहरू पनि म थुपारेर राखेको छु अहिले, उता जानु मिल्दैन, चुइन्छ, कार्पेट र म्याटहरू पोहोर हुन्छ, त्यही भएर म जाँदिनँ। क्या चाँडै बोल्ने भन्छु म हल्का सानो कति कुरा चाँडो बोल्न सक्छु भनेर बोलेर चाहिँ आउँछु त। मेरो वरिपरि छ म त्यो कुरा लिएर गर्न सक्छु भने ऱ्यापर हो कि म फेरि। मैले भर्खर यसरी बोलेर हुँदैन, नर्मली जसरी पनि बोल्न सकिन्छ त्यस्तो कुरा गरेर चाँडै बोल्नु, मैले चाँडै बोल्न सक्छु होइन। धेरै जस्तो मान्छेहरूले चाहिँ मैले चाँडै बोलेको कुराहरू मान्छेले बुझ्छ, फेरि कोही कोही मान्छेहरू चाँडै बोल्दाखेरि एकदम जिउ लटपटिने हुन्छ कि, मेरो पनि लटपटिन्छ चाँडै गर्दाखेरि। सकेसम्म चाहिँ मैले के गर्छु भन्दाखेरि एकदम बिस्तारै बोल्ने प्रयास गर्दा गर्दा मेरो पहिलाको जतिको चाँडो थियो त्योभन्दा बिस्तारै भएको मेरो खासमा अहिले। अनि के भन्नुपर्छ त्यसमा भन्दा अटिस्टिक छु क्या म त, पक्का अटिस्टिक छु। सायद क्यामेराको अगाडि आएर पनि त्यस्तो भएको होला, मेरो पर्सनालिटी जस्तो छ त्यो नदेखिएला। अटिस्टिक त नभनौँ, नराम्रो पनि होइन अटिस्टिक भनेको, कि अभियसली म सानो त म अटिस्टिकै छु जस्तो लाग्थ्यो, छु होला सायद, सानो हुँदा नि थिएँ, बिस्तारै बिस्तारै कम हुँदै जाने कुरा हो त्यो।
त्यो नराम्रो यस्तो नराम्रो ट्याबु छ नि कोही मान्छेलाई ल ठिक छ भन्दै त्यस्तो यस्तो उस्तो नि हुन्छ सोसाइटीमा। तर धेरै मान्छेलाई थाहा पनि हुन थाहा पाउने मान्छे मध्ये पनि त्यस्तो हुन्छ कि त्यो मात्रै छु जस्तो लाग्छ। छुनै सायद यत्रो कपाल झरेको कि भुइँभरि कपाल हुन्छ। पखाल पनि एकछिन छोडौँ, म अब छोडिदिन्छु एकछिनलाई। हिजो लगाउने स्याम्पूहरू लगाइसकेँ, कपाल छोडेर फालिदिन्छ। 5 मिनटको भइसक्यो भने हो भिडियो, के गर्ने हो फेरि। मेरो सिक्रेट जुस राखेको छु, त्यो पनि लगाउनु पर्छ। त्यो पनि निकालौँ अहिलेलाई एकछिनमा। त्यो 5 मिनटतिर होस् लगभग। मैले भिडियो बनाउनु सुरु गरेको 4 मिनट जति भयो, 2 मिनट टाइम हुन्छ भन्नु भिडियो भइहाल्छ। लगभग 5 मिनट भइसक्यो, मैले त टाइम पनि हाम्रो ट्राई गरेको छु। अब यो एकछिनमा पखाल्नुपर्छ चाहिँ ट्याक्क लगाएर उताबाट केलाउनु पऱ्यो, दोहोरा लगाउँछु म। अनि मेरो काम पराउँछ म फेरि। अब रेगुलर नै हाल्छु कि म, एक्चुअलमा रेगुलर हाल्छु। मलाई हाल्न मन लाग्छ तर म काइन्ड अफ अल्छी छु कि, यति अल्छी छु। रेकर्ड गर्न झ्याउ लाग्छ, हाल्न चाहिँ मन लाग्छ। फेरि रेकर्ड गर्नलाई कहिले गर्ने पछि गरौँ न जस्तो हुन्छ। म दिन यसरी गर्न थाल्यो भने एउटा नर्मल हुन्छ नि काम हुनु भने। अरू बिस्तारै जब पनि गर्नु पऱ्यो। बाइक लिइदिनु भएको छ मेरो लागि, बाबाको कुरामा जुन भन्दै मेरो लागि बाइक किन्नु भएको छ। अनि अभियसली म सकेसम्म आफै तिर्ने प्रयास गर्छु त्यो पैसा। बुढो भइसकेँ। अनि यहाँबाट निकालेको छु मैले मेरो सिक्रेट जुस। यसमा छ मेरो कपाललाई राम्रो डिफ्रेसन दिनेवाला। पखालिदिनु क्या, धेरै पनि राख्नुहुन्न। अब पखालेर ल्याएपछि चाहिँ भोलि पनि गर्नुपर्छ। बिचमा कट पनि गर्दैन मिल्छ, तर मलाई एडिट गर्न पनि सक्छ। म नआउने होइन, म आउँछु राम्रोसँग नभनौँ, त्यो पनि बेसी एडिटिङ आउँछ मलाई। त्यहाँबाट चाहिँ अनि त्यही गर्नै डर लाग्छ। अब गरेर टिकटकमा हाल्दाखेरि कति मान्छेलाई ब्लक गरिदिनु पर्ला, मलाई लाज लाग्छ। लाज पनि लाग्छ मलाई यसरी हालेर खानलाई। अनि हटाइदिनु पनि परिगयो मान्छेहरूलाई। अनि चाहिँदैन नचाहिँदो कमेन्ट गर्लान् कि तेरो यस्तो उस्तो भन्लान् कि। अब यो चाहिँ मेरो बा मम्मीलाई नचाहिँदो भन्ला नि, त्यो छोराछु गरेर उस्तो गरेर हामीलाई पढ्न पनि पऱ्यो। पढ्न पढेर भएन कुरो भइसक्यो। राम्रो त पढ्नु चाहियो, पनि छोटो गर्नु पऱ्यो। मैले पनि हिन्दीमा पनि काट्नु थिएँ होइन। हिन्दीमा चाहिँ म बोल्न नजान्ने होइन। अभियसली म इन्डियाको मान्छे यसरी बोल्न सक्छु। अगर मैं हिंदी में बात करूँ तो तुम लोग को पता नहीं चला कि मैं नेपाल में होकर भी हिंदी में बात कर रहा हूँ। देखो पानी चली गई इसके अंदर। एंड मैंने उस पर हिंदी में कंटेंट डालना शुरू कर दिया था इंस्टाग्राम पे। उसके बाद से मेरी इंस्टाग्राम हो गई। एंड अगर मैं सोच रहा हूँ कि नेपाली में ही क्यों ना डाल दूँ, नेपाली में ही। अनि टिकटकको चाहिँ युज गर्नुहुन्न क्यामेरा, किनभने त्यसले कस्तो नराम्रो देखाइदिन्छ। नराम्रो देखाउँछ भन्नाले नि राम्रो, धेरै राम्रो देखाइदिन्छ। म जुन छँदै छैन त्यस्तो देखाइदिन्छ। अनि पछि गएर बाटोमा मान्छेलाई भेट्दाखेरि विजेत भयो भने त त मात्रै राम्रो छ भने सोचेँ। के हो त राम्रो छस् भन्ने सोचेको थिएँ। यस्तो निस्किस भनेर भन्छ नि त बिहेद हुन्छ। तर अनि काम नकाछ टिकट फेरि से यस्तो बनाइदिन्छ कि उनीहरूलाई के खाना बनाउनु पऱ्यो भने जस्तो त्यसरी देखाइदियो उयो है किलो भयो। यति गरेपछि यो पानीले अब स्क्रच गरेर झाँक्री मलाई स्क्रच भनेको के हुन्छ, पुचुक 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 गर्ने। 8 मिनटको भिडियो भइसकेपछि मैले त्यो भिडियो युट्युबमा हाल्नुपर्छ। हाल्नु त म टिकटकमा मान्छे हो, टिकटकमा हाल्ने एडिट गर्न पऱ्यो। युट्युबमा हाल्ने पनि मैले किन भन्दाखेरि यसको स्टोरेज हुन्न कि मोबाइलमा। मैले पहिलेदेखि हाल्ने कामै त्यही गर्थेँ। यसमा स्टोरेज हुन्न, त्यो स्टोरेज नभएपछि त्यसलाई फुल गराइदिनको लागि हामीले के भने मैले युट्युबमा हालिदिन्थेँ। युट्युबमा हालेपछि त रहिरहेको आफ्नो यहाँ खाने स्टोरेज खाने भएन। अनि युट्युबमा हालिदिने गर्थेँ मैले। यो पनि सायद त्यही गरिदिन्छु अहिले, स्क्रच गरिदिएँ। यस्तो भयो डिफिनेसन। ए ठिकै भयो। कपाल पातलो चाहिँ छैन कि मेरो, तर झर्न थाल्यो हेर्नु। अब यसलाई यस्तो यस्तो गरेर पानी निकाल्नु पऱ्यो पहिला।
अब म लगाउनेवाला छु कपाललाई डिफाइन गर्ने कुरा, डिफाइन भन्नाले होल्ड गर्ने कुरा हो। यो चाहिँ कस्तो भन्दाखेरि यस्तो छ, चट्ट लाएर लाउँछु यहाँ छुन अनि यसरी लगाएर सर्लक्क यसमा लगाइदिन पायो भने हुन्छ, राम्रो हुन्थ्यो भनेको हो। हुन्थ्यो त के पनि हुन्थ्यो कि भनेको हो। हुन्थ्यो किन भनौँ, राम्रै हुन्छ अभियसली। मैले ट्राई गरेर पहिलेदेखि गर्दा गर्दा मैले आफैले बनाउने कुरा हो। जस्तै पहिला म यसलाई मिल्यो भने कसरी गर्ने चाहिँ मलाई केही पनि थाहा छैन, त्यही भएर गर्दा गर्दा जानिन्छ नि त कुराहरू त। तर मेन प्रोडक्ट चाहिँ मलाई थाहा, राम्रो कुरा कसरी हुन्छ। यसको स्मेल नआउने गरी यसमा इसेन्सियल ओइलहरू हालेर अनि बनाइदिन पाएँ भने म बेचेरै पनि गर्दै अब नेपालमा जागिर खाएर पैसा कमाइने कि भर्खर म साथीसँग गफ गरेको होइन, उसले लास्ट इयरमा 60 लाख कमायो भन्छ। नेपालमा महिनाको 25,000को जागिर खाएर 60 लाख कमाउनको लागि त 25,000 त लगभग 50-60 वर्ष लागिन्छ कि। उसले 1 वर्ष, नेपाल अस्ट्रेलियाभन्दा 50 वर्ष पछाडि छ। अनि हुन त अभियसली भन्दाखेरि उसको अलिकति लोन पनि लागेको थियो, उसले त लोन चाहिँ तिर्दैछ, सायद तिर्दैछ कि तिरेर भ्याए के भयो। अब कमाउने पैसा त रह्यो नि त, ठाउँमा पुगिसक्यो, गर्न जान्यो। अब उसले नेपालमा आएर नेपालमा काम गर्ने, नेपालको जागिर खाएर बस्ने भन्दाखेरि उसले के भन्छ भन्दा नेपालमा बसेर जागिर काम गरिदियो भने त फ्रीमा गर्दा जस्तो हुन्छ अरे। हुन नि उसले के अरे दिनको $200 देखि $300 कमाइरहेको हो। नेपालमा हेऱ्यो भने महिनाको मिनिमम भनौँ न, उसको मिनिमम हो कि त्यो, मिनिमम भन्दा पनि उसले खटिएर लेबर गरेको काममा नेपालमा त्यसरी गर्यो भने 15-20 हजार के ल त्यसरी नै गरिदियो भने। अनि त्यो हिसाबमा त हुँदैन नि त, त्यो त फ्री नै देख्छ उसले त, फ्रीमा गर्दा जस्तो हुन्छ। वहाँ बसेर त्यही काम गर्दाखेरि महिनाको 6-7 लाख कमा, नेपालमा बसेर गर्दाखेरि छैन। त्यही कारणले गर्दाखेरि महिनाको 5 लाख एभरेजमा कमायो भने वर्षमा 60 लाख हुने भयो। त्यो हिसाबमा त कुनै हुन्छ त। अनि ल भयो, त्यही भएर बिजनेस सुरु गर्न पर्छ हेर। एप्स छैन त्यो घरको एप, यस्तो खतरा एप्स थियो मेरो पहिला। मलाई एक्सर्साइज गराउने अहिले पनि हुन्छ कि इफेक्ट धुन पर्ने कुरा होइन, लिभिन है। सुकोस् होइन, यो सुकेपछि म यही ठाउँमा आएर फेरि भिडियो बनाउँछु। हाल्न त म यो हाल्दिनँ होला, अब पछि नै बनाउँछु। अहिलेसम्मको लागि चाहिँ ल ठिक छ। सुकेपछि राम्रो देखिन्छ, नसुक्दाखेरि त ब्ल्याक त परेको के हो किरो। विचार ल भयो। अब यो राम्रो पछिले युज गर्न हुन्छ। यो अहिले कन्डिसनर चुहाएको छु, त्यो पुस्नु पर्यो। कस्तो फ्ल्याट भयो अब यो टावलले पुस्नु पर्यो, तिमीलेसँग भिडियो गरिदिनु पऱ्यो। यस्तो भएको कपाल चाहिँ